फेरि आज एक दर्दनाक घटना सामने आएको छ। तपाईहरूमाझ देश विदेशमा भएका घटनाहरू सुनेर साथ दिनुहोला भन्दै खबरतर्फ लागौं। खानको टाइम थियो। रुद्रप्रयागबाट बस निस्कियो बद्रीनाथ दर्शनको लागि, लेकिन कसलाई के थाहा बद्रीनाथको दर्शन आखिरी सफर हुन्छ भनेर। यात्रुले भरिएको बस अनियन्त्रित भएर रोडबाट सिधै अलकनन्दा नदीमा खस्दा 20 जनाको सवार मध्ये 8 जना बचेको खबर आएको छ। 2 जनाको मृत्यु, 10 जना लापत्ता भएको छ। खोजी कार्य रेस्क्यु टिम परिचालित गरिएको बताइएको छ। तपाईहरू देश विदेशमा भएका घटनाहरू सुन्न र हेर्न चाहिँ नबिर्सिनुहोला भन्दै नमस्कार।